like that, you have me transcending into what I thought I may never be able to feel. लामो समयको प्रेम सम्बन्धलाई प्रियङ्का र आयुष्मानले विवाहमा परिणत गरेका छन्। प्रियङ्का एन्ड आयुष्मान आर नाउ ह्याप्पीली म्यारिड। प्रियङ्का र आयुष्मानको भव्य रूपमा विवाह सम्पन्न पनि भएको छ। प्रियङ्का र आयुष्मानको विवाहमा थुप्रै फङ्सन्सहरू पनि आयोजना गरियो। प्रियङ्का र आयुष्मानको विवाह कन्ट्रोभर्सीको शिकारमा पनि आउन पुग्यो। विवाहको रीतिरिवाज इन्डियन स्टाइल भयो भनेर कन्ट्रोभर्सीमा आएको हो। धेरैले प्रियङ्का र आयुष्मानलाई इन्डियन स्टाइलमा किन विवाह गरेको भनेर कमेन्ट पनि गरेका छन्। प्रियङ्का र आयुष्मानले दीपिका पादुकोण र रणवीर सिंहको विवाहको स्टाइल पनि चोर्यो भनेर ट्रोल पनि गरेका छन्। यहाँसम्म कि विवाह पूर्वको मेहन्दी फङ्सनमा दुल्हाले किन मेहन्दी लगायो र दुल्हा आयुष्मानको ड्रेसको पनि धेरै नै चर्चा भयो। डिजाइनर शिवाङ्गीको डिजाइनमा रहेको आयुष्मानले मेहन्दीमा लगाएको ड्रेस शिवाङ्गीले एन्शियन्ट राणाको पालाको डिजाइन हो भनेर भनेकी थिइन्। तर त्यो ड्रेस राणाको स्टाइलको नभएर मुगल जमानाको इन्डियन स्टाइलको ड्रेस जस्तो देखिन्थ्यो र त्यो ड्रेसको डिजाइन सब्यसाची अफिसियलको डिजाइनबाट कपी गरेको जस्तो पनि देखिन्छ। प्रियङ्का र आयुष्मानले मेहन्दी सङ्गीत फङ्सनको आयोजना गरेका थिए। यो चलन भने नेपालमा चल्दै आएको धेरै भइसकेको छ। तर प्रियङ्का र आयुष्मान भने यसको पनि शिकार बन्न पुगे। तर उनीहरूले अपनाएको मेहन्दीको रिवाज र मेहन्दीमा आयुष्मानले सुपारी ल्याएको प्रसङ्गले राम्रो गरिने सबैको ध्यान आकर्षण गर्यो। बिहेमा प्रियङ्का र आयुष्मान दुवै भारतीय पहिरन र श्रृङ्गारमा देखिएका थिए। प्रियङ्काले लेहेङ्गा लगाएकी थिइन् भने आयुष्मानले शेरवानी र पगडी। आयुष्मान पन्जाबी दुल्हा जस्तो देखिएका थिए। भारतीय संस्कृति अपनाएकोमा उनीहरूको धेरै आलोचना पनि भयो। यसै विषयमा प्रियङ्काले आफ्नो मुख खोलेकी छिन्। सोशल मिडिया मार्फत यसबारे जानकारी दिँदै उनले आफ्नी आमाको माइती पन्जाबमा रहेको र उनका बुवा पन्जाबी भएको बताएकी छिन्। साथमा उनकी कान्छी आमा पनि पन्जाबी नै हुन् भनेर भनेकी छिन्। उनले अझै पनि आमाको माइती अमृतसर र हरियाणामा रहेको बताएकी छिन्। यति मात्र नभएर आयुष्मानकी आमाका हजुरबुवा पनि पन्जाबी नै रहेको कुरा खोलेकी छिन्। प्रियङ्काले सोशल मिडिया मार्फत भनेकी छिन्, "Not that we need to clarify, but we are doing it for all our lovers and supporters. We have mixed Nepali and Indian rituals to honor the maternal side of both our families. My mom Raksha Malhotra is half Nepali and half Punjabi. Our Nanaji grandfather from my mother's side is Punjabi and we have family in Amritsar and Haryana. Similarly, Ayush's mother's grandfather is Punjabi and that's where the Desras in their surname come from. So let's try to understand where people come from, what history and family ancestry they share before being a little judgmental. Love and light Ayanka भनेर प्रियङ्काले पोस्ट गरेकी थिइन्। यसै विषयमा आयुष्मानले पनि आफ्नो क्ल्यारिफिकेसन सोशल मिडिया मार्फत राखेका छन्। कसैलाई वा कसैको बारेमा हतारमा बोलिहाल्नु भन्दा उसको इतिहास र पारिवारिक पृष्ठभूमि बारे बुझेर गरेर मात्र मूल्याङ्कन गर्नु उचित होला भन्ने सल्लाह प्रियङ्काले दिएकी छिन्। प्रियङ्का र आयुष्मानले जसरी विवाह गरे पनि उनीहरू अहिले एकअर्काका जीवन साथी भइसकेका छन्। प्रियङ्का र आयुष्मानलाई सुखद दाम्पत्य जीवनको हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना छ।